दक्षिण एसियाको मौसमलाई आकार दिएको छ। यदि हिमालय नहुने हो भने आजको नेपालको मौसम, नदी, वनस्पति, कृषि र मानव सभ्यता सबै फरक हुन्थे। अब कल्पना गर्नुहोस्, दक्षिणबाट तातो र आर्द्र हावा उत्तरतर्फ बढिरहेको छ। यस हावाले हिन्द महासागरबाट ठुलो मात्रामा जलबाष्प बोकेको हुन्छ। यदि यसको बाटोमा कुनै अवरोध नभएको भए यो हावा उत्तरतर्फ सजिलै अघि बढ्थ्यो। तर नेपालको उत्तरी सीमामा संसारकै अग्लो प्राकृतिक पर्खालहरू उभिएका छन्, हिमालय। जब ती आर्द्र हावाका समूह हिमालसँग ठोकिन्छन्, उनीहरू माथि उड्न बाध्य हुन्छन्। माथि जाँदा तापक्रम घट्छ, जलबाष्प साना थोपामा परिणत हुन्छन्, बादल बन्छन् र अन्ततः वर्षा हुन्छ। यसैले नेपालमा मनसुनको समयमा अत्याधिक पानी पर्छ, कतै मुसलधारे वर्षा हुन्छ, कतै निकै कम। यसलाई ओरोग्राफिक वर्षा भनिन्छ। यसमा पर्वतको भूमिका निर्णय हुन्छ। हिमालय नभएको भए नेपालको वर्षा प्रणाली अहिलेको जस्तो हुने थिएन। नेपालको अर्को अद्भुत विशेषता यसको उचाइ हो। दक्षिणको तराई करिब 60 मिटरको उचाइमा छ। उत्तरतर्फ बढ्दै जाँदा यही भूभाग 8000 मिटरभन्दा माथिसम्म पुग्छ। यति छोटो दूरीमा यति ठुलो उचाइ परिवर्तन संसारका थोरै देशहरूमा मात्र पाइन्छ। यसैले नेपालमा केही घन्टाको यात्रामै मौसम पूर्ण रूपमा बदलिन्छ। तराईमा गर्मी, मध्य पहाडमा समशीतोष्ण वातावरण, हिमालयमा चिसो र सबैभन्दा माथि स्थायी हिउँ। यसैले नेपाललाई प्राकृतिक प्रयोगशाला पनि भनिन्छ। यहाँ उष्णकटिबन्धीय वनदेखि हिमाली टुन्डासम्मका वातावरण एउटै देशभित्र भेटिन्छ र यिनै वातावरणले यहाँका मानिसहरूको जीवनशैली, खेतीपाती, घरको बनावट, खानपान, पोसाक र संस्कृति पनि फरक बनाएका छन्। नेपालको मौसम केवल तापक्रमको विषय होइन, यो मानव सभ्यताको आधार हो। पृथ्वीको अक्षको ढल्काइले ऋतु परिवर्तन गराउँछ, तर नेपालको मौसमलाई संसारका धेरै देशहरूभन्दा फरक बनाउने सबैभन्दा ठुलो शक्ति हो नेपालको भूबनोट। अब एउटा कल्पना गरौँ, यदि तपाईँ बिहान नेपालको दक्षिणी सीमामा रहेको तराईबाट यात्रा सुरु गर्नुहुन्छ र उत्तरतर्फ निरन्तर अघि बढ्नुहुन्छ भने केही घन्टामै तपाईँले पृथ्वीका फरक जलवायु क्षेत्रहरू पार गरिरहनु भएको हुन्छ। यो कुनै अतिशयोग शक्ति होइन, यो वैज्ञानिक सत्य हो। विश्वका अधिकांश देशमा यति ठुलो जलवायु परिवर्तन अनुभव गर्न सयौं वा हजारौं किलोमिटर यात्रा गर्नुपर्छ। तर नेपालमा करिब 200 किलोमिटरको दूरीमै प्रकृतिको रूप पूर्ण रूपमा बदलिन्छ। यसको कारण के हो? उत्तर लुकेको छ नेपालको उचाइमा। नेपालको सबैभन्दा होचो भूभाग समुद्री सतहबाट करिब 60 मिटरको उचाइमा छ। यही देशको सबैभन्दा अग्लो बिन्दु भने 8848.86 मिटरभन्दा माथि पुग्छ, अर्थात् करिब 9 किलोमिटरभन्दा बढी उचाइको अन्तर। यति ठुलो उचाइ परिवर्तनले हावाको तापक्रम, चाप, आर्द्रता र वर्षाको स्वरूप सबै परिवर्तन गरिदिन्छ। सामान्यतया उचाइ प्रत्येक 1000 मिटरले बढ्दै जाँदा तापक्रम करिब 6 देखि 6.5 डिग्री सेल्सियसले घट्ने मानिन्छ। यसैले तराईमा तातो हावा चलिरहेको बेला हिमालमा हिउँ परिरहेको हुन सक्छ। अब यात्रा सुरु गरौँ नेपालको दक्षिणबाट तराई। यो नेपालको अन्नभण्डार हो। समथर भूमि, उर्वर माटो, धान खेती। गर्मी मौसममा यहाँको तापक्रम कहिलेकाहीँ 40 डिग्री सेल्सियसभन्दा माथिसम्म पुग्न सक्छ। किनभने यो क्षेत्र समुद्री सतहबाट धेरै होचो छ। सूर्यको ताप सजिलै जमिनमा सञ्चित हुन्छ। हावाको आगमन पनि फरक हुन्छ। गर्मी महिनामा यहाँ तातो हावा लगातार फैलिन्छ। यसैले तराई नेपालको सबैभन्दा तातो क्षेत्र मानिन्छ। तर यही तातोपनले एउटा अर्को महत्त्वपूर्ण काम पनि गर्छ। यसले दक्षिणबाट आउने मनसुनी हावालाई अझ सक्रिय बनाउँछ। अब बिस्तारै उत्तरतर्फ अघि बढौँ। हामी चुरे क्षेत्रमा प्रवेश गर्छौँ। पहिलो नजरमा चुरे सामान्य पहाड जस्तै देखिए पनि यसको भूमिका अत्यन्त महत्त्वपूर्ण छ। चुरेका डाँडाहरूले वर्षाको पानी जमिनभित्र छिराउन मद्दत गर्छ। यही पानी बिस्तारै बग्दै तलका तराई क्षेत्रहरूमा पुग्छ। यदि चुरेको वन विनाश भयो भने वर्षाको पानी सिधै बग्छ, पहिरो बढ्छ, बाढी बढ्छ, भूक्षय बढ्छ र अन्ततः तराईको कृषि पनि प्रभावित हुन्छ। अर्थात् नेपालको मौसम र पानीको सन्तुलन चुरेको भूमिका धेरै ठुलो छ।
अब हामी महाभारत र मध्य पहाडतर्फ उक्लिरहेका छौँ। यहाँ मौसम फेरि बदलिन्छ। हावा पहिलेभन्दा चिसो महसुस हुन्छ। रात र दिनको तापक्रम फरक देखिन थाल्छ। यहाँका गाउँहरू किन डाँडाको घाम लाग्ने भागमा बसाइएका छन् भन्ने कुरा पनि अब स्पष्ट हुन्छ। हिउँदमा घाम जीवन जस्तै आवश्यकता हुन्छ। त्यसैले परम्परागत रूपमा धेरै बस्ती दक्षिण फर्केका भिरालो भागमा विकास भएका छन्। मानिसले मौसम अनुसार आफ्नो बसोबास पनि छनौट गरेका छन्। यो हजारौं वर्षको अनुभवबाट विकसित ज्ञान हो। अब हामी काठमाडौँ उपत्यकामा पुग्छौँ। धेरैलाई लाग्छ काठमाडौँको मौसम किन तराई जस्तो तातो हुँदैन। यसको मुख्य कारण यसको उचाइ हो। समुद्री सतहबाट करिब 1300 मिटरभन्दा बढी उचाइमा रहेको उपत्यकाले समशीतोष्ण जलवायु अनुभव गर्छ। तर यसको अर्को विशेषता पनि छ। उपत्यका चारैतिर पहाडले घेरिएको छ। यही कारण जाडोमा चिसो हावा केही समयसम्म उपत्यकामै अड्किन सक्छ। त्यसैले बिहान बाक्लो हुस्सु लाग्ने, प्रदूषण थुप्रिने र चिसो लामो समय टिक्ने अवस्था पनि देखिन्छन्। भू आकृतिले मौसमलाई कसरी असर गर्छ भन्ने यसको राम्रो उदाहरण यही हो। अब यात्रा अझ उत्तरतर्फ बढ्छ। रुखहरू साना हुँदै जान्छन्। खेतीयोग्य जमिन कम हुँदै जान्छ। हावा पातलो बन्छ। अक्सिजनको मात्रा घट्न थाल्छ। अब हामी हिमाली क्षेत्रमा छौँ। यहाँ सूर्यको किरण बलियो लागे तापनि हावा अत्यन्त चिसो हुन्छ। दिन र रातको तापक्रम धेरै अन्तर हुन सक्छ। हिउँ, हिमनदी र स्थायी चिसोले यहाँको जीवनशैली नै फरक बनाएको छ। मानिसका घर, पोसाक र खाना र पशुपालन सबै मौसम अनुसार विकसित भएका छन्। तर नेपालको मौसम सबैभन्दा ठुलो रहस्य अझै बाँकी छ। त्यो हो मनसुन। हरेक वर्ष असार लाग्नासाथ आकाशमा बादलको ठुलो समूह देखिन थाल्छ। हिन्दू महासागरबाट हजारौं किलोमिटर यात्रा गरेर आएका ती बादल नेपाल आइपुग्छन्। तर एउटा रोचक कुरा के छ भने ती बादलले नेपालका सबै ठाउँमा बराबर पानी पार्दैनन्। कतै अत्याधिक वर्षा हुन्छ, कतै निकै कम। किन? कल्पना गर्नुहोस्, तपाईँ पानीले भरिएको स्पन्ज लिएर एउटा अग्लो पर्खालमा ठोक्किनुभयो। स्पन्जको पानी पर्खालको अगाडिपट्टि निस्कन्छ, पछाडिपट्टि भने कम पानी पुग्छ। मनसुनी हावाको अवस्था पनि यस्तै हुन्छ। दक्षिणबाट आएका बादल हिमाल र अग्ला पहाडसँग ठोकिन्छन्, माथि उड्छन्, चिसिन्छन् र वर्षा गराउँछन्। तर पहाडको अर्को भागमा पुग्दा उनीहरूसँग धेरै पानी बाँकी रहँदैन। यसै कारण केही स्थान धेरै भिज्छन् भने केही स्थान वर्षा छाया क्षेत्रमा मात्र पर्दछ। यसैको सबैभन्दा प्रसिद्ध उदाहरण हो मुस्ताङ। मनसुन बादल हिमालय पार गर्न नसक्दा मुस्ताङमा वर्षा निकै कम हुन्छ। त्यसैले यहाँको भूदृश्य हरियालीभन्दा बढी सुक्खा र मरुभूमि जस्तो देखिन्छ। एउटै देशभित्र यस्तो ठुलो अन्तर हुनु विश्वमै दुर्लभ प्राकृतिक विशेषता हो। नेपालको मौसम केवल प्राकृतिकको नियमले मात्र बनाएको होइन, यसलाई वनले पनि नियन्त्रण गर्छ। घना जङ्गलले जमिनको चिस्यान जोगाउँछन्, वातावरणमा जलवाष्प थप्छन्, तापक्रम सन्तुलित राख्न मद्दत गर्छन्। जहाँ वन नष्ट हुन्छ त्यहाँ जमिन छिटो टाट्छ, पानी छिटो बग्छ, पहिरो बढ्छ र स्थानीय मौसम पनि परिवर्तन हुन थाल्छ। यसैले वन संरक्षण भनेको केवल रुख बचाउनु होइन, भविष्यको मौसम बचाउनु पनि हो। आज हामीले बुझ्यौँ कि नेपालमा मौसम फरक हुनुको कारण केवल ऋतु परिवर्तन होइन, यसको पछाडि उचाइ, हिमाल, चुरे पहाड, उपत्यका, मनसुन र वन यी सबै प्राकृतिक प्रणालीहरू एकअर्कासँग गहिरो रूपमा जोडिएका छन्। तर अब अर्को प्रश्न उठ्छ, यदि नेपालको मौसम यति अद्भुत छ भने यसले यहाँ बस्ने मानिसहरूको जीवनलाई कसरी आकार दिएको छ? किन वसन्तमा हिमाल रङ्गिन्छ? किन गर्मीमा तराई टार्छ? किन वर्षाले खेतमा जीवन ल्याउँछ तर कहिलेकाहीँ विनाश पनि निम्त्याउँछ? र किन हिउँदमा हिमाल मौन देखिए पनि प्राकृतिक नयाँ चक्रको तयारी गरिरहेको हुन्छ? कल्पना गर्नुहोस्, लामो हिउँद सकिएको छ। हिमालको काखमा महिनौँदेखि जमेको हिउँ बिस्तारै पग्लिन थाल्छ। पहाडका रुखहरूका हाँगा नयाँ पालुवा उम्रिन्छ। जङ्गलहरू हरियालीले ढाकिन्छ। चराहरूको स्वर फेरि सुनिन थाल्छ। नदीहरूको बहाव बढ्न थाल्छ। प्रकृतिमा एउटा नयाँ चक्र सुरु हुन्छ। नेपालमा वसन्त केवल एउटा ऋतु होइन, यो पुनर्जन्मको समय हो। जाडोको कठोरतापछि प्रकृतिले फेरि सास फेर्न थाल्छ। सामान्यतया फागुनदेखि वैशाखसम्म नेपालमा वसन्त ऋतुको प्रभाव देखिन्छ। यस समयमा सूर्य उत्तरतर्फ सर्दै जान्छ।
दिन लामो हुन थाल्छ, तापक्रम बिस्तारै बढ्छ, तर यो वृद्धि सबै ठाउँमा समान हुँदैन। तराईमा गर्मीको अभाव सुरु भइसकेको हुन्छ। पहाडी क्षेत्रमा मौसम अत्यन्त सुहाउँदो हुन्छ। हिमाली क्षेत्रमा भने चिसो अझै बाँकी रहन्छ। यही कारणले एउटै देशभित्र वसन्तको अनुभव पनि फरक फरक हुन्छ। यदि तपाईँ यस समयमा मध्य पहाडका जङ्गलमा जानुभयो भने एउटा अनौठो परिवर्तन देख्नुहुन्छ। पुरा डाँडाकाँडा राताम्य देखिन्छ। दूरबाट हेर्दा मानव पहाडमा आगो लागेको हो, तर त्यो आगो होइन, त्यो हो लाली गुराँसको फुल, नेपालको राष्ट्रिय फुल। वसन्त लाग्ने बित्तिकै विभिन्न उचाइका वनहरूमा लाली गुराँसका हजारौं फुलले ढाकिन्छन्। यी फुल सुन्दर मात्र होइन, मौरी, चरा र अन्य पराग सञ्चयन गर्ने जीवका लागि जीवनको स्रोत हुन्। यदि वसन्त समयमा फुल नफुल्ने भने धेरै वनस्पतिको प्रजनन चक्र नै प्रभावित हुन्छन्। वसन्तमा वनस्पति मात्र होइन, वन्यजन्तुको व्यवहार पनि बदलिन्छ। जाडोमा कम सक्रिय भएका धेरै जीव फेरि आहार खोज्न निस्कन्छन्। हिमाली क्षेत्रमा केही जनावरहरू तलबाट माथितिर सर्न थाल्छन्। चराहरूको आवाज बढ्छ। कतिपय प्रवासी चरा नेपाल छोड्ने तयारी गर्छन् भने कतिपय यही समयमा प्रजनन गर्छन्। प्रकृतिको प्रत्येक जीवनले मौसमको सङ्केत बुझिरहेको हुन्छ, घडी हेरेर होइन, प्रकृतिको लय सुनेर। नेपाल कृषि प्रधान देश हो। नेपालले मौसमको परिवर्तन सबैभन्दा पहिले किसानले महसुस गर्छन्। वसन्त सुरु हुनासाथ खेतबारीमा नयाँ काम सुरु हुन्छ। कतै मकै रोपिन्छ, कतै तरकारी खेती विस्तार हुन्छ। फलफुलका बोटहरूमा फुल लाग्छन्। मौरीले पराग सङ्कलन गर्छ। यदि वसन्तको तापक्रम असामान्य भयो भने उत्पादनमा प्रत्यक्ष असर पर्छ। यसैले किसानका लागि मौसम केवल समाचार होइन, जीवनको आधार हो। तर वसन्त सधैँ शान्त रहँदैन। यसै समयमा पश्चिमी वायु प्रणालीका कारण कहिलेकाहीँ असिना पर्छ, चट्याङ पर्छ, हुरी चल्छ। 1 घन्टाको असिनाले महिनौको मेहनत नष्ट गर्न सक्छ। त्यसैले वसन्त आशाको ऋतु मात्र होइन, जोखिमको ऋतु पनि हो। अब समय बिस्तारै जेठतिर पुग्छ। सूर्यको ताप बढ्दै जान्छ। नेपाल गर्मी ऋतुमा प्रवेश गर्छ। तराईमा तापक्रम तीव्र रूपमा बढ्छ। कतिपय स्थानमा 40 डिग्री सेल्सियसभन्दा माथि पुग्न सक्छ। दिउँसो सडकहरू टाढ्छन्। हावा समेत तातो महसुस हुन्छ। धेरै नदीको सतह घट्न थाल्छ। साना खोला सुक्न थाल्छन्। पानीको अभाव देखिन थाल्छ। यही समयमा हिमालमा भने अर्को दृश्य चलिरहेको हुन्छ। वसन्त र गर्मीको तापले हिम नदीको माथिल्लो भागको हिउँ बिस्तारै पग्लिन थाल्छ। यही पानी साना खोलामा मिसिन्छन्। खोलाहरू नदी बन्छन्। नदीहरू विशाल जलप्रवाहमा परिणत हुन्छन्। अन्ततः यही पानी तराई हुँदै दक्षिण एसियाको विशाल नदी प्रणालीमा मिसिन्छन्। अर्थात् हिम पग्लिएको हिउँले लाखौं मानिसको जीवन ढानिरहेको हुन्छ। तर अहिले एउटा नयाँ समस्या देखा परेको छ। जलवायु परिवर्तन। पछिल्लो दशकहरूमा नेपालको औसत तापक्रम बिस्तारै बढिरहेको छ। विशेष गरी हिमाली क्षेत्रमा तापक्रम वृद्धि विश्वको औसतभन्दा छिटो भइरहेको विभिन्न वैज्ञानिक अध्ययनहरूले देखाएका छन्। यसका कारण हिम नदीहरू तीव्र गतिमा पग्लिएका छन्। हिम नदीहरू ठुला हुँदै गएका छन्। कतिपय हिमताल फुट्ने जोखिम पनि बढेको छ। यदि यस्तो भयो भने तलका बिस्तारै पुल, सडक र जलविद्युत आयोजना ठुलो जोखिममा पर्न सक्छ। गर्मीको अर्को विशेषता हो हावा। जेठ महिनाको अन्त्यतिर वातावरणमा आर्द्रता बढ्न थाल्छ। दिउँसो अत्याधिक गर्मी हुन्छ। साँझतिर बादल देखिन थाल्छ। कतिपय ठाउँमा चट्याङसहित वर्षा हुन्छ। यो प्रकृतिको एउटा सङ्केत हो। मनसुन नजिकै छ। हिन्दू महासागरबाट जलवाष्पले भरिएका विशाल बादलहरू नेपालतर्फ अघि बढिरहेका छन्। किसानहरू आकाश हेर्न थाल्छन्। बाली रोप्ने तयारी सुरु हुन्छ। नदीहरूले नयाँ पानीको प्रतीक्षा गरिरहेका हुन्छन्। जङ्गलहरू वर्षाको प्रतीक्षा मौन छ। पुरै देशमा एउटा नयाँ अध्याय सुरु हुने प्रतीक्षामा हुन्छ। तर मनसुन केवल पानी लिएर आउँदैन, यसले जीवन पनि ल्याउँछ र कहिलेकाहीँ विनाश पनि। नेपालको इतिहासमा भएका धेरै ठुला बाढी र पहिरो मनसुनसँगै जोडिएका छन्। यसैले वर्षा नेपालका लागि वरदान पनि हो, चुनौती पनि। जेठ महिनाको अन्तिम सातातिर नेपालको आकाश बिस्तारै बदलिन थाल्छ। बिहान घाम लागे पनि दिउँसो क्षितिजमा कालो बादल देखा पर्न थाल्छन्। हावाको गन्ध फेरिन्छ। गर्मी अझै उस्तै हुन्छ, तर वातावरणमा चिसोपन मिसिन थाल्छ। किसानहरू बारम्बार आकाशतिर हेर्छन्। धानको बिउ तयार छ। खेत जोतिसकेको छ। अब उनीहरू एउटै कुराको प्रतीक्षामा छन्, पहिलो वर्षा।
किनभने नेपालमा वर्षाको पहिलो ठोपा केवल पानी होइन, त्यो नयाँ जीवनको सुरुवात हो। तर ती बादल कहाँबाट आउँछन्? के ती नेपालमै बन्छन्? होइन। नेपालमा पर्ने अधिकांश मनसुनी वर्षाको यात्रा हजारौँ किलोमिटर टाढाबाट सुरु हुन्छ। त्यो यात्रा सुरु हुन्छ हिन्दू महासागरबाट। गर्मी बढेसँगै सूर्यको तापले महासागरको सतह तताउँछ। पानी निरन्तर बाष्पीकरण हुन्छ। लाखौँ टन जलबाष्प आकाशमा उड्छन्। त्यसपछि दक्षिण एसियाको भूभाग अत्याधिक तात्न थाल्छ। तातो हावाले कम वायुदाब सिर्जना गर्छ। महासागरको तुलनात्मक रूपमा उच्च वायुदाब भएको क्षेत्रबाट आर्द्र हावा तीव्र गतिमा उत्तरतर्फ सर्न थाल्छ। यही विशाल हावाको प्रवाहलाई हामी दक्षिणी पश्चिमी मनसुन भन्छौँ। नेपालको सीमामा प्रवेश गर्ने बित्तिकै यो हावा यात्रा अझ कठिन हुन्छ, किनभने यसको अगाडि संसारकै अग्लो प्राकृतिक पर्खाल उभिएको छ, हिमालय। जलबाष्पले भरिएको बादलहरू हिमालसँग ठोकिन्छन्। तिनीहरू माथि उठ्न बाध्य हुन्छन्। माथि जाँदा हावा चिसो हुन्छ। चिसो भएपछि जलबाष्प साना पानीका थोपामा परिणत हुन्छन्। ती थोपाहरू ठुलो हुँदै जान्छ अनि सुरु हुन्छ वर्षा। यो कुनै संयोग होइन, यो पृथ्वीको सबैभन्दा शक्तिशाली प्राकृतिक प्रक्रिया मध्ये एक हो। तर एउटा रोचक कुरा छ, नेपालभर समान वर्षा हुँदैन। पूर्वी नेपालका धेरै स्थानमा पश्चिमी नेपालको तुलनामा बढी वर्षा हुन्छ। किनभने मनसुनी बादलहरू पूर्वबाट नेपाल प्रवेश गर्छन्। सुरुमा तिनीहरूमा धेरै जलबाष्प हुन्छ। बिस्तारै पश्चिमतर्फ बढ्दै जाँदा तिनीहरूले आफ्नो धेरै पानी बर्साइसकेका हुन्छन्। यसैले वर्षाको यात्रा पनि क्रमशः घट्दै जान्छ। अझ रोचक कुरा त मुस्ताङमा देखिन्छ। हिमालका अग्ला श्रृङ्खलाले मनसुनी दबावलाई त्यहाँसम्म सजिलै पुग्न दिँदैन। यसलाई वर्षा छाया क्षेत्र भनिन्छ। त्यसैले मुस्ताङमा हरियाली भन्दा खैरो पहाड बढी देखिन्छ। एउटै देशभित्र यति ठुलो वर्षा अन्तर हुन्छ नेपालको अद्वितीय प्राकृतिक विशेषता हो। अब कल्पना गर्नुहोस्, असारको पहिलो ठुलो वर्षा सुरु भएको छ। सुक्खा खेतहरू पानीले भरिन थालेका छन्। किसानहरू हिलोमा उत्रिएका छन्। धान रोपाई सुरु भएको छ। देशका धेरै गाउँहरूमा यही समय वर्षाकै सबैभन्दा व्यस्त कृषि मौसम हुन्छ। नेपालको खाद्य उत्पादनको ठुलो हिस्सा मनसुनीमा निर्भर पर्छ। यदि समयमा वर्षा भएन भने उत्पादन घट्न सक्छ। यदि अत्याधिक वर्षा भयो भने बाली नै बग्न सक्छ। यसैले नेपालमा मनसुनलाई प्राकृतिकको वरदान पनि भनिन्छ। तर यही पानी कहिलेकाहीँ विनाशको कारण पनि बन्छ। नेपालको भौगोलिक बनोट अत्यन्तै भिरालो छ। पहाडहरू युवा अवस्थामा छन्। चट्टान धेरै ठाउँमा कमजोर छन्। माटोको तह पातलो छ। लगातार भारी वर्षा हुँदा जमिनले पानी धान्न सक्दैन। माटो चिप्लिन थाल्छ अनि सुरु हुन्छ पहिरो। पहिरोले केही मिनेटमै गाउँ, सडक, पुल र खेतीयोग्य जमिन पुरै सक्छ। नेपालमा प्रत्येक वर्ष मनसुनका समयमा यस्ता घटना दोहोरिने गर्छन्। यसैले नदीहरू पनि अचानक उड्रिन सक्छन्। पानी पहाडमा परेको वर्षा र तराईतर्फ बगेको नदीहरू मिलेर ठुलो बाढी निम्त्याउन सक्छन्। विशेष गरी तराईका केही क्षेत्रहरूमा मनसुनको समयमा बाढीको जोखिम धेरै हुन्छ। यसले हजारौं परिवारलाई प्रभावित पार्न सक्छ। प्राकृतिक रूपमा हुने यी घटनाको असर अनियोजित बस्ती, वन विनाश र कमजोर पूर्वाधारहरूका कारण अझ बढ्न सक्छ। तर मनसुनलाई केवल विपत्तिको रूपमा हेर्न मिल्दैन। यदि मनसुन नहुने हो भने नेपालको धेरै भूभाग सुक्खा बन्ने थियो। धान खेती असम्भव हुने थियो। नदीहरूमा पानी कम हुने थियो। जलविद्युत उत्पादन घट्ने थियो। वनहरू अहिले जति घना हुने थिएनन्। अर्थात् नेपालको अर्थतन्त्र, कृषि र जैविक विविधताको आधार नै मनसुन हो। अब एउटा अर्को परिवर्तन पनि भइसकेको छ। जलवायु परिवर्तनका कारण मनसुनको स्वरूप बिस्तारै बदलिँदै गएको सङ्केत वैज्ञानिकहरूले दिएका छन्। कतिपय वर्ष वर्षा ढिलो सुरु हुन्छ। कतिपय वर्षमा छिटो, कतिपय वर्ष छोटो समयमा अत्याधिक वर्षा हुन्छ। कतिपय क्षेत्रमा लामो समय खडेरी पर्छ। यो परिवर्तनले कृषि, खानेपानी, ऊर्जा उत्पादन र मानव जीवनमा नयाँ चुनौती थपिरहेको छन्। त्यसैले आज मौसमको अध्ययन केवल वैज्ञानिकहरूको विषय मात्र होइन, यो प्रत्येक नागरिकको भविष्यसँग जोडिएको विषय हो। मनसुन सकिँदै जाँदा आकाश फेरि खुल्न थाल्छ। बादल हट्छन्। हिमालहरू फेरि तल्किन थाल्छन्। धानको खेत सुनौलो बन्दै जान्छ। हावामा चिसो मिसिन थाल्छ। नेपाल अर्को सुन्दर अध्यायमा प्रवेश गर्छ। शरद ऋतु धेरै नेपालीहरूका लागि वर्षकै सबैभन्दा रमाइलो समय।
मनसुनको अन्त्यसँग नेपालको आकाश फेरि बदलिन थाल्छ। महिनौसम्म आकाश ढाकेर बसेका बादलहरू बिस्तारै हराउन थाल्छन्। हावामा रहेको अत्याधिक आर्द्रता कम हुँदै जान्छ। बिहानको घाम पहिलेभन्दा उज्यालो देखिन थाल्छ र त्यसपछि सुरु हुन्छ नेपालको सबैभन्दा सुन्दर मौसम, शरद ऋतु। धेरै मानिसहरूका लागि शरद भनेको चाडपर्वको समय हो, तर वैज्ञानिक दृष्टिले हेर्दा शरद पृथ्वीको एउटा सन्तुलित अवस्था हो। वर्षा सकिएको हुन्छ, आकाशमा धुलो र जलबाष्पको मात्रा घटेको हुन्छ, हावा सफा हुन्छ। यसैले हिमालहरू टाढाबाट पनि अत्यन्त स्पष्ट देखिन्छ। यदि तपाईँले कहिल्यै असोज वा कार्तिक महिनामा बिहान सगरमाथा, अन्नपूर्ण वा माछापुच्छ्रे देख्नु भएको छ भने त्यो अदृश्य किन यति स्पष्ट देखिन्छ भने उत्तर यही हो। शरद ऋतु नेपालमा वनस्पति र कृषि दुवैका लागि अत्यन्त महत्त्वपूर्ण समय हो। महिनौको मेहनतपछि खेतमा धान पाक्न थाल्छ। हरिया खेतहरू सुनौलो बन्छन्। गाउँभरि धान काट्ने चहल पहल सुरु हुन्छ। नेपालको ग्रामीण जीवनमा शरद केवल मौसम परिवर्तन होइन, यो परिश्रमको फल प्राप्त गर्ने समय हो। यसैले नेपालका धेरै परम्परागत चाडपर्वहरू पनि यही समयमा पर्ने गरेका छन्। किनभने कृषि र मौसम बीचको सम्बन्ध हजारौं वर्षदेखि गहिरो छ। तर शरद धेरै लामो रहँदैन। कार्तिकको अन्त्यसँगै बिहानको हावा चिसिन थाल्छ, रातहरू लामा हुन थाल्छन्, सूर्य दक्षिणतर्फ सर्दै जान्छ, नेपाल बिस्तारै हिउँदमा प्रवेश गर्छ। हिउँदको अन्त्यसँगै नेपालको भूदृश्य फेरि बदलिन थाल्छ। तराईमा बाक्लो हुस्सु लाग्न थाल्छ, पहाडमा चिसो बढ्छ, हिमाली क्षेत्रमा नयाँ हिमपात सुरु हुन्छ। तर एउटा प्रश्न उठ्छ, यदि नेपालमा घाम लागिरहेको हुन्छ भने पनि किन यति धेरै चिसो हुन्छ? यसको उत्तर हावामा लुकेको छ। हिउँदमा सूर्यका किरण पृथ्वीमा कम कोणबाट पर्छन्, त्यसैले पृथ्वीको कम ऊर्जा प्राप्त गर्छ। रात लामो हुने भएकोले जमिन दिनभर सञ्चित गरेको ताप रातभरि अन्तरिक्षतर्फ गुमाउँछ। विशेष गरी हिमाली क्षेत्रमा यही कारण तापक्रम निकै तल झर्छ। हिउँद केवल चिसोको ऋतु होइन, यो प्रकृतिको विश्रामको समय पनि हो। धेरै बिरुवाहरूले आफ्नो वृद्धि केही समयका लागि रोक्छन्। कतिपय जनावर कम सक्रिय हुन्छन्, कतिपय चराहरू तातो स्थानतर्फ बसाइ सर्छन्। हिमाली क्षेत्रका धेरै मानिसहरूले आफ्नो जीवनशैली नै मौसम अनुसार परिवर्तन गर्छन्। मौसम र प्राकृतिक दुवैले हिउँदसँग अनुकूल गरेका छन्। तर अहिले यो प्राकृतिक चक्रमा एउटा नयाँ चुनौती थपिएको छ, जलवायु परिवर्तन। पछिल्ला केही दशकहरूमा वैज्ञानिकहरूले नेपालको मौसममा क्रमिक परिवर्तन देखिएका छन्। हिमाली क्षेत्रमा तापक्रम बढ्दै गएको छ। कतिपय स्थानमा पहिलेभन्दा कम हिमपात हुन थालेको छ। हिम नदीहरू पछाडि हटिरहेका छन्, हिमतालहरू विस्तार भइसकेका छन्, अत्याधिक वर्षा हुने घटनाहरू बढ्ने सङ्केत देखिएका छन्। कहिलेकाहीँ लामो खडेरी पनि पर्न थालेको छ। यी परिवर्तन केवल वैज्ञानिक प्रतिवेदनका तथ्य होइन, नेपालका किसानले आफ्ना खेतमा महसुस गरिरहेका छन्। हिमाल चढ्ने आरोहीहरूले महसुस गरिरहेका छन्, चरवाहहरूले महसुस गरिरहेका छन्, नदी किनारमा बस्ने मानिसहरूले महसुस गरिरहेका छन्। मौसम बदलिँदा सबैभन्दा पहिले असर मानिसको जीवनमा पर्छ। यदि तापक्रम यही गतिमा घट्दै गयो भने भविष्यमा केही हिमपातहरू साना हुँदै जाने सम्भावना छ। हिमाल फुट्ने जोखिम बढ्न सक्छ, कृषिको समय तालिका परिवर्तन हुन सक्छ, पानीको स्रोत प्रभावित हुन सक्छ र हिमालमा निर्भर परदौ मानिसहरूको जीवनमा असर पर्न सक्छ। यसैले आज नेपालको मौसम बुझ्नु भनेको केवल आजको मौसम बुझ्नु होइन, भोलिको भविष्य बुझ्नु पनि हो। नेपाल संसारका ती देशहरूमध्ये एक हो जहाँ अझै विशाल वन क्षेत्र, हिमाल, नदी, जैविक विविधता र प्राकृतिक सम्पदा सुरक्षित छन्। यदि वन संरक्षण गरियो, नदीहरू स्वच्छ राखियो, अनियन्त्रित प्रदूषण कम गरियो, जलवायु परिवर्तनको प्रभाव कम गर्ने प्रयास गरियो भने आउने पुस्ताले पनि यही सुन्दर नेपाल देख्न पाउनेछन्। अब फेरि एकपटक हामी यात्राको सुरुवाततिर फर्कौं। हामीले एउटै देशभित्र टाटो तराई, समशीतोष्ण पहाड र चिसो हिमालको यात्रा गर्यौं। हामीले वसन्तको पुनर्जन्म देख्यौं, गर्मीको ताप महसुस गर्यौं, मनसुनले दिएको जीवन र विनाश दुवै बुझ्यौं, शरदको स्वच्छ आकाश हेर्यौं, हिउँदको मौनता अनुभव गर्यौं र अन्त्यमा एउटा सत्य बुझ्यौं, नेपालको मौसम कुनै संयोगले बनेको होइन,
यो करोडौँ वर्ष अघि सुरु भएको पृथ्वीको भूवैज्ञानिक यात्रा, हिमालको नियन्त्रण, सूर्यको ऊर्जा, मनसुनको चक्र, नदीको प्रवाह, वनहरूको सन्तुलन, प्रकृतिका अनगिन्ती प्रतिक्रियाले मिलेर बनेको एउटा अद्भुत प्रणाली हो। सायद त्यसैले नेपाललाई केवल हिमालको देश भनेर मात्र बुझ्न सकिँदैन। यो मौसमको जीवित प्रयोगशाला हो, जहाँ केही 100 किलोमिटरको यात्रामै पृथ्वीका अनेक जलवायु क्षेत्र अनुभव गर्न सकिन्छ। यहाँ प्रकृतिले हरेक ऋतुहरूमा नयाँ कथा लेख्छन् र जहाँ हरेक बिहानको मौसमले हामीलाई एउटा कुरा सम्झाउँछ, प्रकृति हाम्रो लागि होइन, हामी प्रकृतिको लागि सानो हिस्सा मात्र हौँ। यदि हामीले यसलाई बुझेनौँ भने भविष्यमा ऋतुहरू आज जस्ता रहने छैनन्। तर यदि हामीले यसको सम्मान गर्न सिक्यौँ भने नेपालका हिमालहरू, वनहरू, नदीहरू र चारै ऋतुहरूले अझै हजारौँ वर्षसम्म मानव सभ्यतालाई जीवन दिइरहनेछन्। यही हो नेपालको मौसमको वास्तविक कथा र यही कथा आज पनि हरेक बिहान, हरेक बादल, हरेक वर्षा र हरेक किरणसँगै निरन्तर लेखिँदैछ।